त्यति स्टोक गरिदिनु पछि फेरि मासु हाल्दाको गराउने त्यसै खाँदाको गराउने के ट्याक्कै स्टोक गरेर हामी जाने टन्नै खान्छौँ पहिला ढिलो ट्याक्क ढेड है हामी दिदी पकाउन लानुभयो सब पठाइयो अन्त उता बनाउँछ थोरै पिठो हाल्नु पानी हाल्नु भएन त्यही त हो नि होइन पहिला पानी हो कि पिठो हाल्नु त भएकै नै त्यो पिठो होइन थोरै पानी नै सकेपछि अब पिठो थोरै हाल्नु बाउ 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 त्यो खाइए त हुनुपर्छ कोदो धेरै हाल्नु कि होइन मकै धेरै हाल मकै धेरै यो मकै होइन कोदो कोदो मकै धेरै हाल कोदोको पनि मकै धेरै गर्नु होइन मकै धेरै हाल के कोदो के मकै ल्याउनु कोदो है यो मकै दिनु पहिला मकै धेरै हाल के कोदो कम मकै धेरै के कोदा पिठो खाने अरे होइन कोदोले अलिकति गर्ने अहिले समयको कारणले गर्दा कोदो मात्रै खाने पलानु हो अझ ठुलो र फिटी कोको बिस्तारै हाम्रो फिटी फुट्यो भयो फुट्यो यसरी फिट्नु पर्यो है फेरि के त ढिलोमा हाल्न यति स्टेप गर्ने पनिउ लगाए बेला गर्ने एक स्टेप त्यसपछि फेरि खाँदा गर्ने हाम्रो आमा नि हुनुहुन्छ है दारु खाएको छैन एक नम्बरको राष्ट्रिय खाना हो काठमाडौँमा यो ढिलो खाना बौद्धमा जानुपर्छ 500 रुपियाँ हो एक छाप 400-500 हो कि ट्याक्क गाह्रो रहेछ यो गर्नु त्यहाँ यो फेरि बहुत परिश्रम हुन्छ यसमा हजुर परिश्रम रहेछ क्या अनि पसिना आउँछ नि आइतिर यो ढिलो त्यसै ढिलो मल्यो भने बहुत खतरा हुन्छ पुरा फिजिकल पुरै फुल हुन्छ यसमा होइन पसिना आउँछ यो खासमा यो भाँडा पनि होइन फेरि अर्को फलामको बिना बिर्को हुन्छ होइन यस्तो घुब्रिएको अलिकति त्यसमा हो कि स्वाद किचन राखेपछि पाक्यो है यो अब थालीमा हालेर मासु हालेर तपाईँ साग अलि साह्रो खानु हुँदो रहेछ हामी अलिक साग यो गिलो भयो अझै मेरो लागि साग है अब यहाँको गाउँमा सुन्दै आउने आफ्नो बेला खाएन आउने सुन्दै भेट्न होला भुल्नु गर्दा नि केमिसरले नै दत्ती बनायो त्यो त घरै रोपेको त होइन सबै हजुर घरै गन यो सब गरेको खाने घरै फलाएको मिठो बोल्नु है भिडियो लोकलिटी हाम्रो ठाउँ यतै त हो यो त हाम्रो घर लोकलिटी हो हाम्रो घरतिर त किनेर खान्छ नि त्यस्तो त्यस्तो त के भन्छ भाइ कोदो के यो त घर रोपेको हो नि घरै स्थानीय लोकलिटी आउँदै होला साग साइडमा त्यसरी हाल्ने भात जस्तो छेउमा हो साग ठिक छ साइडमा हो त्यो ठ्याक्कै भिडियो धेरै हाल्नु साग त म खान्छु तर ऊ अब थोरै रक्सी ल्यायो मैले भोलिमा आउँदैन फेरि खाना आउला मलाई दिदी एक पिस एक भन्दा बढी आउनु बस सिद्धि हो त्यति हो खानु न के हो म त्यो भन्दा खानु मासु प्लसमा त हाल्नु सबै मासु हामी खाने त भोलि म फेरि रक्सी कहाँ आउने मलाई सबै पुग्यो यति हो मलाई खाने एकदम गुड भेरी गुड जिउ सबै ल्याउनुहोस् एक पिस म मासु हाल 1 गिलास रक्सी हाल त्यसपछि म हिँडेँ
भने उदाउमा फुर्सद है यहाँ घिउ हालेपछि ट्याक्क त्यो बरु खुर्सा गरेन रसियानमा कहाँ आउँछौ त्यो चुन्यो क्या हो यसो चिएन घुमाउनु छ नि त्यो चाहिँ हाम्रो मृगको मासु है होइन र मृग नै हो वनको वनको मासु हो क्या फेरि वनको हुने सबैले चिन्छ मृग हुने कोही चिन्दैन मृग अनि चिन्छन् हाम्रो फेरि बन्नु हो सबभन्दा बुटोल म 6 महिना बसेको छु हो उसको जाने पश्चिम हो भलो दुनियाँमा त्यो घिउ यता है आउँदा आउँदा यता नेपालमा चाहिँ आउँदै रोड्थे त्यो दाइले हालिदिनु बुटोल पुल छ त त्यहाँ उदय साइड नेपालमा साइडतिर हो थाले त ल्याउनु त अमर सर यता थाहा हल्का थाहा हुन्छ अब थोरै थोरै मदिरा खाने एकदम थोरै बस आहा ल भिडियो है मिठो हामी त कस्तो भयो बुटोलको ताम्रो गाउँमा त घाँस हो के ए ताम्रो उतातिर त होइन मेरो त ए कहाँ हो त भल्लै भल्लै भन्दै यता पर पूर्वतिर ए त्यो नि यतै पर्यो कस्तो हो सर त्यसो गुड भेरी गुड है मलाई नास्तो तर्याएको चाहिँ खिच के हुन्छ मैले क्या तपाईँ बुझ्नुहुन्छ आडो राग गरे यो तार तर्याएको त्यही खिच तरा छैन को बुझ्छन् त उता फर्काएको छु त्यही खिच्दा भन्नु ए ल अब सानो तपाईँ खानुहोस् अब अरू कुरो हुने